पर्वत जिल्लाको साबिक लेखफाँट गाविस वडा नम्बर 4 गैरा गाउँ डीलाई हेर्ने ठाउँबाट भिडियो लिइरहेको छु। देखिएको बजार म्याग्दी जिल्ला बेनी सदरमुकाम, त्यसपछि त्यसको वारिपट्टिको भाग पर्वत जिल्लाको बेनी गाउँ मल्लाज गाउँ। यो क्षेत्र निकै रमणीय छ, कुहिरो लागेको छ, रोपाइँ सुरु भइरहेको छ, पानी पर्याप्त परेको छैन र पनि मल्लाजको करिब 30% भूभागमा रोपाइँ भएको देखिन्छ भने बाँकी मकै क्षेत्र छ, रोप्न बाँकी नै छ, पानी छैन। पानी परेको भए, पानी भएको भए रोपाइँ सिद्धिसक्ने अवस्था पनि थियो। यही छ। त्यसपछि यो माथिल्लो भेग देवीकोट, यो देवीकोट हो। यसरी यहाँ उता बागलुङ जिल्ला पनि देख्न सकिन्छ। बागलुङ पर्वतका बनु, नाइलिबाङ, धाइरिङ, त्यसपछि लेखफाँट सालिजा, म्याग्दीको रत्नेचौर, जामरुक, अर्थुङ्गे, तोरीपानी, घतान देखिने ठाउँ हो यो। तर आज बादलले ढाकेको छ। असारको आज 26 गते अन्तिम समय छ असारको पनि। यसै बेला मैले यो भिडियो लिइरहेको छु। रमाइलो छ, रमाइलो छ, रमाइलो छ।